ल गाइसहरू हेरिहाल्नु है ढिँडो कसरी बनाउनु पर्छ भनेर चाहिँ नि यो चाहिँ खोटाङ दिक्तेलबाट आएको पिठो कोदोको नाडी चाहिँ कोदोको ढिँडो खान्छु भनेर मात्रै हुँदैन गाइसहरू नाडी चाहिँ डल्लै हुनुपर्छ है कति पावर लाग्दो रहेछ तागत लाग्दो रहेछ ओहो ल त्यो सब्जी होइन त त्यो ढक्कन खोला त कस्तो भयो ल राँगाको मासु र कोदोको ढिँडो जाने हो आज त ढिँडो त अनि माथिसम्म आएछ नि त ढिँडोलाई चाहिँ यसो गर्नुपर्छ हेर्नु भाइ हो पहिला म घरमा ढिँडो पाक्दाखेरि मन रुन्थ्यो आजभोलि ढिँडो खानु नपाएर मन रुन्छ गाइजहरू यसको डिउरी आएन क्या यसको जस्तो पाए त्यसै पस्काम है हजुर दाइ जस्तो पाए त्यस्तै पस्काउँ त्यसको पिउरी नै आएन कि हजुर दाइ ढिँडोको त खास पिउरी आउनुपर्ने हजुरको जय होस् एक भाग पहिला सानोमा के भाइ हजुर घरमा ढिँडो पाक्दाखेरि यति मन रुन्थ्यो अब अहिले फेरि खोजी खानु पर्छ है त्यही त नमस्कार हजुर नमस्कार मनोज सर वेलकम यति त खाइन्छ होला ल गाइजहरू पाकिस्तानी राँगाको मासु अनि पाकिस्तानी राँगा बिफ ढेँडो ढेँडो नभनौँ ढेँडो अब नेपाली खोइ गजब नै हुन्छ होला भन्ने लाग्यो ढिँडो ए तेरिका त्यो ज्यानले खाने होइन कि कामले खाने हो काम पनि गरिन्छ खाइन्छ पनि होइन त म चाहिँ हो भन्ने दाजुले जे भने पनि हो के अरे हली दाजुको हली हो भन्नु मलाई थोरै उसले के थोरै बराबरै खानुपर्छ ल भाइ ए ल नमस्कार है छ है सब्जी टन्नै मासु छ ल भाइ हाम्रो प्रेम भाइ ल ढिँडो चाकम त कसो भएछ हाम्रो किसान भाइको पकाइ चाहिने राँगाको मासुको ग्रेभी दामी भयो दाजुको ढिँडो पकाइ अनि हाम्रो खोटाङ्गे कान्छा कस्तो छ खबर ढिँडो ढाँडीको सब्जी कटाइ अनि विशेष आज मासु पकाउने चाहिँ हाम्रो भाइ कुकम्यान इलामे भाइ राम्रो भयो ओहो त्यही त ल भाइ हो ढिँडो खाँदाखेरि यसरी ढिँडोले छुन्छ भनेर पहिला सब्जी यसो गर्ने यस ट्रक्का भाँच्ने यस्तो यस्तो गर्ने अनि चप्पा चुप्ने फेरि दियो
हो दामी भयो भाइ दामी 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 थ्याङ्क यू हाम्रो किसन भाइ दामी पकाउनु भएछ मिठो भयो धन्यवाद उम्,